हेलो। आज चाहिँ मेरो कुकुरको चाहिँ नि पिरियड हुँदैछ कि अब के गर्नु बच्चाहरूलाई कट्टुहरू किन्यौँ भनेको चाहिँ कट्टुहरू चाहिँ साह्रै महँगो रहेछ हो एमाजोनमा सबैमा। अनि म चाहिँ अब यहाँ हेर्नुहोस् है सिरानीको खोल काटेर चाहिँ कट्टु बनाइदिँदैछु। यो चाहिँ टुक्रा हो, यो टुक्रा हो कि अब यो हेर्नुहोस् है मैले सिलाएर इन्जार पनि हालेँ। कट्टु पनि यहाँ कट्टु बनाएको कट्टु मेरो बच्चाहरूको लागि कट्टु बनाउँदैछु। सिरानी खोल चाहिँ च्यातेर अब सिलाइसकेपछि चाहिँ ल त्यसको बाद चाहिँ के भयो त्यसको बाद चाहिँ फोन लिएर झर्नुपर्ने। यो चाहिँ सिलाइसकेर बच्चाले लगाएर देखाउँछु तपाईँलाई। यो चाहिँ पुच्छर छिराउने हो, दुलो बनाएको। यो कट्टु लगाएर चाहिँ देखाउँछु तपाईँहरूलाई। बाई बाई। हजुर नयाँ कट्टु बिबलको नयाँ कट्टु पोगो पनि लाउने, नयाँ कट्टु लाउने पोगो पनि बिबल। अब सजिलो भयो, घरभरि मैला हुँदैन। यसरी कुकुर पालेपछि यस्तै हो, के गर्नुपर्छ। कुकुर पालेर रहर गरेर मात्रै हुँदैन, यस्तो गर्नुपर्छ। यहाँ हेर्नुहोस् कुकुरहरूको पिरियड भएपछि यस्तै पिरौलो हुन्छ, घरभरि मैला हो। यस्तो कट्टु बनाइदिनुपर्छ।